आज म तपाईहरुलाई ग्रानी गेम कसरी डाउनलोड गर्ने त्यो सिकाउँछु। ग्रानी गेम त थाहा होला, तर यो ग्रानी गेममा सबै आइटम आफ्नै रुममा हुन्छ। त्यसको लागि त्यो गेम डाउनलोड गर्नलाई आफ्नो गुगलमा गएर सर्च गर्नु होला। ग्रानी RES result टीम रिमेक जुन यो तपाईले फर्स्टमा देख्नु भएको छ नि, यो तपाईले यो सर्च हान्नु होला। तपाईले यो सर्च हानिसकेपछि फर्स्टमा एउटा लिंक पाउनुहुन्छ, त्यो लिंकमा क्लिक गर्नु होला। त्यो लिंकमा क्लिक गरिसकेपछि थोरै समय रोक्नुहोस्। क्लिक गरिसकेपछि तपाईले थोरै माथि लिएर जानु होला। अनि थोरै माथि लागेपछि यहाँ देख्नुहुन्छ फर्स्टमै एउटा कमेन्ट छ, त्यसमा यो छ नि, यसमा क्लिक गर्नु होला। तपाईले यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस पाउनुहुन्छ। अनि तपाईले जुन यो क्वान्टिटी वाला देख्नु भएको छ नि, यसमा थिच्दिनु होला। अनि तपाईले थिचेपछि थोरै माथि सर्नु होला। अनि जुन यो देख्नु भएको छ नि, यसमा क्लिक गर्नु होला। अनि तपाईले क्लिक गरिसकेपछि यहाँ डाउनलोड अगेन वाला अप्सन आउँछ। यो डाउनलोड अगेनमा क्लिक गर्नु होला। डाउनलोड अगेनमा थोरै समय रोक्नुहोस्। डाउनलोड अगेनमा थिच्नु होला। अनि यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ, यहाँ डिटेल वाला अप्सन छ, त्यसमा पनि थिच्नु होला। तपाईले त्यसमा थिचेपछि यता हेर्न सक्नुहुन्छ, तपाईले जुन यो भइरहेको छ यो फुल हुनुपर्ने हुन्छ। मेरो पहिलेदेखि एउटा फुल भएको छ। म यसले काम गर्छु एकैछिनलाई। थोरै समय रोक्नुहोस्। अनि तपाईले यो फुल भइसकेपछि यसमा क्लिक गर्नु होला। तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ अननोन भन्ने अनि यहाँ इन्स्टल वाला अप्सन आउँछ, त्यसमा क्लिक गर्नु होला। इन्स्टलमा क्लिक गरिसकेपछि थोरै समय रोक्नु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ, यो हुँदै हो। थोरै समय रोक्नुहोस्। यहाँ ओपन वाला अप्सन आउँछ, थोरै समय रोक्नुहोस्। थोरै समय रोक्नुहोस्। अनि यो ओपन वाला बटन आएपछि ओपनमा क्लिक गर्नु होला। तपाईले ओपनमा क्लिक गरिसकेपछि थोरै समय रोक्नुपर्ने हुन्छ। तपाईले ओपन गरिसकेपछि थोरै समय रोक्नुपर्ने हुन्छ। यो ओपन हुँदै हो। थोरै समय रोक्नुहोस्। थोरै समय रोकिएपछि यो गेम ओपन हुन्छ। अनि तपाईले प्ले गर्नु होला। अनि प्ले गरिसकेपछि तपाईले मोड लगाउनु होला। अनि यता हेर्न सक्नुहुन्छ, यहाँ एक्स्ट्रा अप्सन वाला अप्सन छ। यसरी तपाईले स्पाइडर मोमलाई आफ्नो घरमा पनि लिएर आउन सक्नुहुन्छ। यसरी हाउसमा बोलाउन सक्नुहुन्छ। त्यसैले म यसलाई उसमै राख्छु। अनि तपाईले ब्याक हान्नु होला। अनि तपाईले यतापट्टि कन्टिन्यू अनि तपाईले कन्टिन्यू गर्नु होला। तपाईले कन्टिन्यू गरिसकेपछि थोरै समय रोक्नु पर्ने हुन्छ।
थोरै समय रोक्नुहोस्। थोरै समय रोक्नुहोस्। यता हेर्न सक्नुहुन्छ सबै सामान आफ्नै घरमा यता हेर्न सक्नुहुन्छ। यता हेर्न सक्नुहुन्छ थोरै समय रोक्नुहोस्। थोरै समय रोक्नुहोस्। थोरै समय रोक्नुहोस्। यता हेर्न सक्नुहुन्छ। ल साथीहरू आजलाई यति। अब अरू भिडियोमा बाई बाई।